Hello everyone, welcome back to my another video है लामो समयपछि आज एउटा भ्लग बनाउँदैछु। यो चाहिँ के हो भन्दाखेरि हाम्रो कोरियाको स्पेशल दशैंको भिडियो हो। अब नेपालमा त दशैं हिजो अस्ति सकिसक्यो है। अब टिका सबै सक्यो क्यारे। अब के छ र दशैंको छठा एउटा बाँकी होला। अब हाम्रो यहाँ चाहिँ अब हिजो अस्ति काम थियो, त्यही भएर हामीले यहाँ चाहिँ दशैं मनाउन पाएन। त्यही भएर हाम्रो दशैं चाहिँ आज सुरु हुन लाग्छ। हाम्रो यहाँनिर चाहिँ अब मुनि दशैंको लागि हाम्रो सबै सामानहरू ठिकठाक भइसक्यो। म चाहिँ एकछिन यहाँ एउटा सानो भिडियो स्टार्टिङ गरौँ भनेर यहाँ रुमबाट स्टार्टिङ गर्दैछु। मुनि हुनुहुन्छ हाम्रो अरू कम्पनीको साथी दाइहरू पनि हुनुहुन्छ, भेना पनि हुनुहुन्छ, हाम्रो कम्पनीकै साथीहरू पनि हुनुहुन्छ। मुनि केही खाने आइटमहरू बनाउँदैछ। अनि हाम्रो आज टिकाको कार्यक्रमहरू पनि हुन्छ है। अब तपाईँले टाइटल र थम्बनेलबाट पनि थाहा पाउनु भइसक्यो हाम्रो भिडियो चाहिँ कस्तो बन्छ भनेर। ठिकै छ, अब ढिला नगरिकन हाम्रो दशैं के कस्तो हुन्छ म त्यो भिडियोमा देखाउने कोसिस गर्छु। हेर्नु होला के कस्तो लाग्छ है त। हाम्रो यहाँ पण्डित सरले चाहिँ जमरा काट्दै हुनुहुन्छ। अनि यता टिका थाप्ने दर्शकहरू। अनि यहाँ हेलो पण्डित बाजे, अरे जमरा यार यहाँ साइज जानलाई चाहिँ टिकाको कहिले ठिक पार्ने हो यार? छिटो ठिक पार्नु पर्यो। यसैमा राखौँ है। हुन्छ ल, अलग अलग पछि बाँध्न हुँदैन ल। पण्डित बाजेले ठिक गर्दैछ। अरू भित्र खाने आइटमहरू बन्दैछ हैन। अरे माइकल आयो उताबाट यार। आम्मा यार सक्छ त अब। वाउ ल, यो अब एक हप्ता चाहिँ राख्नु मकै फल्छ होला यसमा त अब यार। मकै मात्रै थिएन होला नि त यसमा, अरू थिएन र? अरू खै थाहा छैन मलाई। के छ यसमा? मकै त होला, अरू के छ? मकै, जौ, तिल सबै छर्नु पर्छ क्या जमरा बन्नु। तिल छ, जौ ल ठिक छ। यहाँ यस्तो बन्दैछ, भित्र हेरौँ के छ। ह्यापी दशैं हो साथीहरू। खोइ त मान्छे त यति थोरै देख्छु त आज त। ल यता के बन्दैछ अब हेरौँ। हाम्रो यता सेफहरू छुट्टै छ यतातिर, सब तलबमा। के भनेको थाहा छ हाम्रो बहिनीले? के हो त्यो के अरे एउटा भ्लग बनाउने भाइ पनि त्यही छ हो रे। अनि मैले भनेको जाने फेरि टिकाको भ्लग आउँछ अरे के। को हो त्यस्तो भन्ने? लामो दाइको बहिनीले। ए ल ठिक छ आउँछ भनिदिनु न ल, यहीँबाट भन्नु त। आउँछ भनेपछि त मैले मेन्सन गर्नु नि, मेन्सन ल। ल यहाँ यस्तो बन्दैछ। अब एकछिन पछि हेरौँला। भिडियो बनाके हजुर साडी लाएन अहिले लाउनु नि एकछिनमा। यहाँ खानेको खाने, पाक्नेको पाक्ने, नाच्नेको नाच्ने। यहाँ दशैंको माहौल चलिरहेछ यहाँनिर। ल च्वाचे खाने के हो यो भन्नु त? के हो के हो भन्नु न। होइन त्यो हातको के के भन्छ च्वाचे हो। च्वाचे पाक्दैछ यता डोजर। यो डोजर त नि यो। यतातिर अचारको लागि रेडी हुँदैछ। हेलो सर, सेफ हो आजको प्रोफेसनल। उतातिर फेरि चस्मा लाएर यता गीत बजिरहेको छ यार, दशैंको गीत। कपिराइट लाग्ने क्या हो? ओ माई गॉश, अब चाहिँ यहाँ दशैंको माहौल लागिसकेको छ। तपाईहरु हेर्न सक्नुहुनेछ यहाँ साडीमा नेपाली चेलीहरू र यता हाम्रो गोर्खाली सर। हेलो सर, के हो तपाई के गभर्नमेन्टको जागिर खानुहुन्छ क्या तपाई? म चाहिँ कोरियाको राजदूतावास। ए राजदूतावासमा हो। वाउ, फोटो सेसन चलिरहेछ। हाम्रो यहाँ मर्सिडिज गाडी हाम्रो दाइको हो। हाम्रो दाइ कोरियामा बस्नु भएको चाहिँ लगभग 14 वर्ष भइसक्यो।
एउटा गाडी मर्सिडिज गाडी लिनु भएको छ दाइले। यता हाम्रो दिदी पनि हुनुहुन्छ, हाम्रो यता साथीहरू पनि हुनुहुन्छ। अब यहाँ दसैँको टिकाको चाहिँ अब माहौल सुरु भइसकेको छ। हाम्रो टिका चाहिँ यता सुरु भइरहेको छ। भेनाले टिका लाउँदै हुनुहुन्छ। हेलो सर, टिका लाउँदै होइन त हामी? दसैँ सुरु भएन ल। यहाँ हाम्रो भेनाले, वाउ दिदी भेना ल जोडी दामी देखाएको छ ल। ल अलिक गीत चाहिँ कपिराइट लाग्ने मार्ने हो कि हो त्यो? ल अब यहाँ टिका सुरु हुन लाग्छ है। धेरै आउँछ ल भयो भयो। चाहिँ हाम्रो टिका टालो सोक्यो, फोटो सोटो गइन्छ। त्यस
अनि सुतिन्छ ल भित्रको टिकाटालो सकेपछि हाम्रो फोटो सेसन चलिरहेछ यहाँनिर एकछिन भिडियो पनि बनाउनु पर्यो त नि ल भिडियो यस्तै भयो फोटो खिचिन्छ भाइ ल हाम्रो चाहिँ अब सबै कुरो सकियो दसैँको टिकादेखि लिएर रमाइलो समाइलो सबै सकियो हाम्रो यता आजको पण्डित दाइरा भेना हुनुहुन्छ यता अब फोटो मात्रै हो त्यसपछि हाम्रो दसैँ चाहिँ लगभगै सकिएको भन्नु पर्यो यस्तै हो के कस्तो लाग्यो हाम्रो कोरियाको दसैँ है अब यस्तै भयो ढिलो भयो रात पनि परिसक्यो बत्ती सत्ती बलिरहेछ थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच धेरै धेरै थ्याङ्क यू सो मच हामी यहाँनिर मिजुमा आएर चाहिँ दसैँ मनाइयो 2025 को चाहिँ बडा दसैँको उपलक्ष्यमा सबैजना साथीहरू हजुर टिका लगाइसक्यो ल ह्याप्पी इन्डिङ हानिदिनु नि त अब ह्याप्पी इन्डिङ त अब केही पनि भन्न आउँदैन हजुरहरू पनि रमाइलो भयो बाँकी कुराहरू चाहिँ फेरि भेटौँला ल थ्याङ्क यू सेवाहरू